पनि मैले यहाँहरूको लागि स्विडेन नै लिएर आएकी छु। 1-2 महिनाको ग्यापै नराख्ने, सँगै आफ्नो डिपेन्डेन्टलाई लिएर जानु मिल्ने कन्ट्री स्विडेन हो। नेपालमा कस्तो छ भने तपाईले +2 दिइसके पछाडि चाहिँ आफ्नो डिपेन्डेन्टलाई सँगै लिएर जानु मिल्छ कि मिल्दैन भन्ने चीजमा चाहिँ कति मान्छेहरू कन्फ्युजमा हुनुहुन्छ। कन्फ्युज नहुनुहोस्। आफ्टर +2 चाहिँ तपाईले ब्याचलर्स डिग्री गर्नको लागि स्विडेन जाने सोच गरिरहनु भएको छ भने चाहिँ तपाईले आफ्नो डिपेन्डेन्टलाई सँगै लिएर जान सक्नुहुन्छ। नेपालको रुल अनुसार, नेपाल सरकारको रुल अनुसार चाहिँ तपाईँ विवाह गर्न योग्य उमेर छ र दुईजनाले चाहिँ विवाह गरिसके पछाडि विवाह दर्ता गरेर सँगै स्विडेन जान मिल्छ। ल, जाने इच्छा गर्नुहुन्छ, जाने सोच गर्नुहुन्छ भने चाहिँ आफ्नो स्पाउसलाई लिएर फोर्टराइट इन्टरनेसनल काठमाडौँ चाहिँ एकपटक भिजिट गर्नु होला। यस विषयमा अझ जानकारी लिनुपर्छ है। मैले यो भिडियोमा चाहिँ छोटो गरेर मात्रै भने हो। यस विषयमा तपाईलाई अझ जानकारी लिन मन छ भने चाहिँ कमलादीमा रहेको फोर्टराइट इन्टरनेसनल काठमाडौँ भिजिट गर्नु होला।